देव पुष्पको कथा। भगवान श्रावस्तीमा विराजमान भएको बेला त्यो ठाउँको एकजना गृहपतिको उच्च कुलीन घरमा विवाह भएर एकजना सुन्दर बच्चा जन्मियो। जन्मन साथ आकाशबाट दैवी पुष्प वर्षा झैँ बर्सेर सबै घरभरि भराउ भयो र बच्चाको नाम देवपुष्प भनी राखियो। ऊ ठुलो भएपछि श्रद्धाचित्तले बुद्ध र बुद्धको परिषद सहितलाई दिवा भोजमा आमन्त्रित गरे। कुटागारमा रत्नको गद्दी, विविध प्रकारको भोजन चिताए बमोजिम पुण्यको फलको बलले सहज नै तयार भयो। त्यहाँ भगवानले धर्मदेशना गरेकोले गर्दा घर परिवार सबैले श्रोतापन्न फल लाभ गरे। त्यसपछि देवपुष्पले आमा बुबासँग अनुमति लिएर भगवानको सम्मुखमा प्रवजित भएर तत्परताका साथ मेहनत गर्नाले अर्हत लाभ गरे। त्यसबेला आनन्दले कर्महेतु बारे अनुरोध गर्दा भगवानले आज्ञा भयो। उहिले कनकमुनि बुद्ध लोकमा आगमन हुँदा अति गरिब एक जनाले श्रद्धाले शुद्धले चित्तले वाटिकाबाट नानादि किसिमका फूल टिपेर सङ्गममा चढाएर शुद्ध चित्तले सरसफाइ गरेका थिए। त्यो कारणले 91 कल्पसम्म जहाँ जन्मे तापनि राम्रो रूप सुन्दर अनुहार भयो। चिताए अनुरूप खाने चिज फल लाभ गरे। तसर्थ आनन्द, हे आनन्द, सबैले सानो दानलाई पनि सानो भनी हेला नगर्नु। देवपुष्प जस्तै सबै थोक लाभ गरी सिद्धि भएर जानेछ। यो कथाले शुद्ध मनले फूल चढाएको र सरसफाइ गरेको फाइदा दर्शाएको छ।